बनाएको त्यो भएपछि 7 बजे 11 बजे जामको छ त्यो छ तपाईको त्यो यो त एकैछिन भन्दै त्यो खाना तावा सावा सुरुदेखि लिएर आउनुपर्छ छैन सबै सामान एकैचोटि लिस्टहरु चाहिँ भएर म त्यो भएर हुँदैन के त्यसपछि भोलि चाहिँ मैले गर्दा गर्दै कति धेरै कुरा हुन्छ नि मैले अलि चाँडो क्याच पनि गरेँ म पनि सेफै हो मैले 17 वर्ष भयो मलाई चट्नीले किन गर्नु जानु अनि झोल बनाउनु जानु एउटा कन्डक्ट भएको कुरा हैन अनि एउटा त मोमो भयो एउटा लाफिङ भयो एउटा चिकन ललिपप भयो अनि पिछेको आलु भयो अनि ओके तावा पोक तावा यहाँ पोक तावा हैन अनि हाम्रो मेनु चाहिँ लगभग त्यही नै छ अहिले त्यसमा केही तपाईले एउटा केही सिग्नेचर बनाउने डिसको आइडिया केही तपाईसँग हजुरको नाम सहित हालौँ न एउटा हैन यस्तोलाई त जस्तो सिग्नेचर बनाउने भनेको हैन त्यसरी बनाउने हो जस्तो झो के रे हाम्रो नुडल्समा जस्तो यो हाम्रो अहिले थुक्पा स्टाइलमा बनाउने अनि अलिकति सुकुडी फ्राई गरेको माथि अनि दुईटा डल्लो मोमो ट्याक प्लेटमा हाल्दिने त्यो चाहिँ कम्बो सेट जस्तो हुन्छ सबैले गर्ने थुक्पा जस्तो हैन धेरै आइटम बनाउनु त्यही आइटमलाई खेलाउने मान्छेले त्यही भएकोले बनाउने हो कि जसले पनि गरे पनि त्यही हो हैन अनि त्यसले गर्दाखेरि कम्बिनेसन मिल्नु पर्यो अनि हैन जस्तो यो चिकन चिल्ली अनि त्यसपछि अलिकति त्यो मिक्स झोल जस्तो थुक्पा जस्तो अनि त्यसमा अलिकति तपाईँको यो के अरे 2-4 डल्ला मोमो अनि त्यस पछाडि यो सुकुटी माथिबाट अलिकति फ्राई गरेर माथिबाट हालिदिएपछि अनि चिकन चिल्ली 2 पिस हेर्नु त कम्बो अनि मान्छेको कन्सेप्टमा के हुन्छ भने हैन सबै चिज यतिमा आउँदो रहेछ भने यो चाहिँ खाऊँ न त भन्ने हुन्छ अनि हाम्रो व्यापार हुँदै गए पछाडि के हुन्छ हैन कम्बोलाई चाहिँ बढामै बरु अर्को कम्बो भन्ने आइडिया आउँछ फेरि हो त्यसले गर्दा एउटा 2टा ललिपप हो हैन कम्बो त्यसै भित्रबाट बनाउने हो कि जसले बनाए पनि त्यही हो कि जहाँ गरे पनि तपाईँको कन्टिनेन्टलमा अहिले मिक्स ग्रिल भने के हो त सबै खाले मासु पोलेर हाल्नु त हैन अब कहाँ सबै मासु अब हाम्रो बुझ्ने बेलामा के बुझ्छ भने मासु मुसेर सबै एकै ठाउँ मुसेर बनाउने ग्रिल जस्तो बुझ्छ मान्छेले त्यो होइन नि त कोहीको पखेटा कोहीको लेग हैन अनि त्यसपछि आलु अलिकति अनि त्यसपछि अर्को हाम्रो यो अहिले अस्ट्रेलियामा त त्यो के अरे यो ल्याम्पहरू पनि बवाल पाइन्छ हैन अनि त्यसपछि टेन्डरल्यान्ड दामी पाइन्छ वागुहरू दामी पाइन्छ हो हैन त्यो धेरै राम्रो हुन्छ अनि त्यसपछि त्यो तिनीहरूलाई नै मिसाएर अनि त्यस पछाडि एउटा 2टा ससेज हैन अनि बेकन त्यस्तै हो कि मिक्स गर्ने भनेको तपाईँको त्यो आइडिया बेकन के मिसाएर एउटा के कम्बो बनाउने चिप्स बेकन र त्यही भएर अहिले हामीले यो बेसिक चिज जानेपछि त्यो कम्बो बनाउनलाई आफैले दिमागमा आउँछ कि जसले गरे पनि त्यही हो हामी अब यत्रो 20 वर्ष 20.5 वर्ष काम गरेँ मैले होटलमा त म भर्खर कम्बो बनाइदिन्थेँ कि अनि त्यसपछि किनभने कम्बिनेसन चाहिँ मिल्नु पऱ्यो होइन अहिले नेपालीले गरे जस्तो के अरे भने मोमो सलाड दिएको जस्तै गाइस मैले त्यत्रो भनेको थियो कम्बिनेसनै मिल्दैन कहाँबाट सलाड दिएको भने म अब गएर मोमो खान्छ तिमीहरूले भनेर भने मैले अनि दिनभरि बनाए सलाड सबै खेर जान्छ हैन कामै छैन त्यो अनि बेलुका सुँगुरलाई खुवाउनलाई मात्रै त किन सलाड हाल्नु पऱ्यो चिकन चिल्ली अहिले चिकन चिल्ली पो खाने हो त सलाड खान गएको होइन नि हो त्यसले गर्दा यस्तो चिजहरूलाई के अरे मिलाउने मात्रै हो कि अरू कुरा केही पनि होइन कम्बो भन्ने बित्तिकै मान्छेले के छ भने अब धेरै सेवहरू हच्किन्छ होइन के गरी बनाउने के हो यो भन्ने हुन्छ तर त्यो होइन तपाईँ बनेकै आइटमलाई नुडल्स पनि तपाईँको अझै त्यो भोटेवाला धेरै चल्छ अहिले त्यो ठुलो मोटोवाला के मोटोवाला त्यो पातलो त कमन भयो अहिले अनि सेतो फ्ल्याट व्हाइट अनि त्यस पछाडि चिल्ली ओइलमा फ्ल्याट हालिदिए पछाडि त्यो बवाल हुन्छ फेतुचिनी पनि हुन्छ फेतुचिनी अलिक पातलो हुन्छ फेरि होइन अलिक मोटोवाला चाहिन्छ यसलाई चाहिँ फेतुचिनी चाहिँ कहिले के छ भने अब बोइलिङमा मिस्टेक भयो भने भाटामुङ हुन्छ फेरि त्यो त्यही भएर त्यो मिक्स गर्ने बेलामा सबै त्यो फाटाफुटुक खोले हुन्छ त्यसलाई त अलिकति मोटो चाहिन्छ त्यसलाई चाहिँ हो त्यसलाई अब यो चाहिँ तपाईँको अब आज लाफिङ र किमा भएपछि किमा सिद्धिहाल्यो मोमो मुसेपछि सिद्धिहाल्छ अनि आलु बोइल गरेर राखेपछि सिद्धिहाल्यो भोलि काटेर बनाउने अनि यो स्विट चिल्ली सस बनेपछि यो हट चिल्ली सस बनेपछि स्विट चिल्ली त्यसकै दाजुभाइ हो कसरी बनाउने भने त्यो कम्बिनेसन मिलाउनु मात्रै मैले थाइल्यान्डमा खाएको थिएँ त्यो स्ट्रिट फुडमा त्यो ससेज स्वाट डुबाएर धनियाँ हालेको अचार एकदम मिठो त्यो सोलीमा हालेर दिने हो त्यस्तो अचार चाहिँ अलिकति गुलियो हुन्छ त्यो केही पनि हामीले एउटा चाइनाबाट मसला लिएर आएको छौँ हामी पनि चाइनामा चाहिँ फुड ट्राई गर्दै गरेको थियौँ त्यो चाइनामा चाहिँ एकदम त्यो त्यसको चाहिँ म्यारिनेसन बब्बाल लाएर हाम्रो चाहिँ चाइनाबाट चाहिँ एउटा लिएर आएको छ होइन त्यो चाइनिज भाषामा चाहिँ सबै कुराहरू हाम्रो चाहिँ बुझेन त्यसमा के छ भनेर होइन हामी तपाईँलाई भोलि लिएर आएर त्यो चाहिँ चखाउँछौँ तपाईँले एक्चुअली
हजुरसँगको टेस्ट चाहिँ ल यसमा के छ होला भनेर उ गर्नु न लिएर आउनु न अब कति कुराहरू पत्ता लगाउँदै कति लाउँदै होइन त्यो मसित पनि छ प्याक नै छ हजुरलाई अझै सहज हुन्छ होला त्यो हेर्दाखेरि त्यो पनि आइडिया लिनु पर्ला पोक तावामा अनि त्यो आलु ड्राई हो कि झोलमा ड्राई होइन ड्राई त एउटा म्यागी त मैले पनि बनाउँछु त्यो अहिले चाहिँ बाजेको सेवामा खाने भनेर सबै म्यागी मसला हालेर हो त्यो म्यागी मसला त मैले पनि बनाउँछु यहाँ त्यो म्यागी मसला चाहिँ आलुलाई तारेर मात्रै पनि माथिबाट छरिदियो भने पनि त्यसै मिठो हुन्छ त्यो त्यत्तिकै मिठो हुन्छ त्यो त मैले चाहिँ बाहिरबाट किन्दैन मैले नि यहीँ बनाउँछु त्यो ल अब पैसा तिरौँ अनि भित्र जाउँ न फेरि एकैचोटि डिजल्भ हुन्छ त वाटरमा अनि बिस्तारै चलाउँदा चलाउँदा तल चलाउँदा बिस्तारै चलाउँदा सेतो आउनु पऱ्यो त्यो लाग्नु सबैजना जान्छ सबैजना के निरज हामी चाहिँ आज आरके सेफको मोमोको पिठो डोको लागि अनि लाफिङ आज हामी आरके हस्पिटालिटी आइपुगेका छौँ तिमीहरू सिक्ने के अरे मेनु नै प्रेजेन्ट गर्दा अहिले वाइडमै सिक्ने कि तिमीहरू मेनु के अरे सबै छ यो लाफिङ मोमो सबै नेपाली स्ट्रिट फुडहरू अरू दुई चार ठाउँमा पनि टिपिकल नेपाली त्यो लोकल ढाबाहरूमा नि गएर हेऱ्यो अब एकचोटि आरकेसँग चाहिँ स्क्रचबाट आइडिया लिउँ भनेर आइरहेको छ है जस्तै अब हाम्रो 1 किलो मैदा भयो 1 किलो मैदामा जस्तो 400 ml पानी जान्छ अब हजुरले कहिले कस्तो कुनै कस्तो हुन्छ भने चाहिँ मैदामा हल्का धेरै पानी खाने थोरै पानी खाने पनि हुन्छ है सधैँको नाच्नु हुँदैन त्यो भएर चाहिँ 450 भन्दा माथि नराख्ने है पानी रहेछ यसो यसलाई होल्ड गरिदिनु त म सफा गर्छु है भनेपछि 1 किलो मैदामा 450 ml पानी नुन पनि एडकामा पाउनु भयो तर हामी आफ्नो चोइस भयो मिल्छ तर अब हाम्रो यसमा चाहिँ अहिले प्रायः जस्तो धेरै सुरुमै गर्छ है हाईमा रिस्क हुन्छ भनेर कुनै बेला बिग्रिन्छ भनेर है त्यो भएर चाहिँ हामीले सुरुमै गर्ने एनी एउटा फर्म बनाउनु पऱ्यो कि सोरी जस्तो फर्म बनाउनु पऱ्यो आफूले यस्तो बुझ्नु पऱ्यो कि सकेसम्म मोमोलाई अलिक साह्रो पिठो चाहियो भनेर किनकि यसलाई पछि हामीले प्लास्टिकमा ऱ्याप गरेर हल्का त्यो सफ्ट गराउनलाई प्लास्टिकमा ऱ्याप गर्छौँ अनि त्यो भएर चाहिँ धेरै हार्ड हुन्छ बस्दाखेरि अनि जब हामी प्लास्टिकमा ऱ्याप गरेर रेस्ट दिन्छौँ 10 देखि 15 मिनट रेस्ट दिएपछि हल्का सफ्ट हुन्छ अनि हामीलाई मोमो बनाउन सजिलो हुन्छ क्लियर गर्छ यतिको फ्लोरमा ग्लुटन कन्टेन्ट त हुन्छ तर जब पानीसँग मिलेपछि बल्ल यो ग्लुटन निक्लिने देखिन्छ क्या फ्लोरमा है इस्ट हुन्छ पिज्जामा होइन अब इस्ट भएपछि यसमा पिज्जाको इस्टलाई एक्टिभेट गर्नलाई चाहिँ 30 देखि माथिको टेम्परेचर भएपछि एक्टिभेट हुन्छ इस्ट है अनि त्यसमा यो घुम्दा यसमा हिट जेनेरेट हुन्छ त्यही भएर कुनै बेला स्लो गर्ने सुरुमा स्लो गर्छ अनि बल्ल हाईमा गरेर अनि बल्ल त्यो इस्ट एक्टिभेट हुन पाउँदैन कि अनि मजाले त्यो हामी त्यो स्टोको राख्दाखेरि बल्ल मजाले त्यो इस्ट भित्रै हुन्छ अनि बल्ल फुल्छ ड्राई चप गर्छ त्यो पिठो थोरै नै भएको धेरै भएको होइन मैले जम्मा जस्तो 450 ml मात्र लिएको थिएँ है अनि यसो 400 त मैले अब 50 बस्ता हालिसकेँ अब अझै पुगेन भने अझै हाल्न पनि है
अन्तिम मात्रै एउटै डल्लो हुन्छ नि होइन हजुर एउटै हुन्छ डल्लो तपाईँले चाहिँ पत्ता मोमोको पत्ता आएर अरे के कहिले निस्केला त्यो त एक्ज्याक्टली त मलाई पनि थाहा भएन कोही त अब आफ्नो साइज अनुसार हुन्छ कोही त 20 ग्रामको होला कोही 30 ग्रामको होला होइन कब 20 ग्रामको हुन्छ मोमो टोटल सामना पाइयो है अहिले यसमा 50 ग्राम मात्रै पानी धेरै हो भने बिग्रिन्छ कि ढिलो हुन्छ अनि फेरि मैदा थप्नु पऱ्यो फेरि कुद्नु पऱ्यो टाइम लस हुन्छ त्योभन्दा अब बिस्तारै बिस्तारै पानी हाल्ने पानी अझै चाहिन्छ 400 भन्दा बढी गइसक्यो थिएन पनि 450 450 गइसक्यो ठिक्क हुनु लाग्छ अब नहाला अब हामी किमातिर लाग्दैछौँ धेरै टाइम बनायो मलाई धेरै टाइम बनायो पर्फेक्ट छ एकदम दामी छ हो जहिले पनि समस्याको यो तलको भाग ठुलो हुन्छ है यो अनि यो मिक्सर धेरै हाल्यो भने समस्या राम्रो अहिले भाग नै जति कम हाल्यो त्यति राम्रो के हुन्छ नि मारवारीको हो त्यो त मिक्सर जहिले पनि कम हाल्यो अनि त्यही माथि हामी के गर्न लाग्यो प्रोफेसर होइन नि त सिक्न लाग्यो जति कम हाल्यो सिक्यो त्यति राम्रो हुन्छ एकैचोटि यत्रो हाल्यो मिक्सर ठाउँनै छ भने बस्छ नि कहाँ गयो भोटे ल प्लेट दियो त अब किमा बनाउने हो नि होइन ल अब हामी आरके सेफबाट चिकनको किमाको लागि चाहिँ रेसिपी हेर्दैछौँ चिकनको डोको लागि चाहिँ डोको मिक्स चाहिँ त्यहाँ भइरहेको छ आज चाहिँ अहिले भर्खर पनि लेक साइडको कतिवटा होटलमा गएर यो मोमो खायो भने अचार बनाउँछ यो समस्या हाम्रो पालादेखिबाट अहिलेसम्म जस्ताको जस्तै छ अब यहाँ पैसा बढाएन भन्छ कुकले स्किल बढाउँदैन त्यही भएर त्यसमा तपाईँ पिनट र जब तिलको मात्रा त्यहाँ पर्छ नि यो गर्मीमा अचार 2 घन्टामा बिग्रिन्छ हामीले त्यो हाल्दैन त्यो नहालेको पनि फेरि त्यसरी मिठो हुन्छ हो त्यसले गर्दा यो थकाली स्टाइलमा बनाउने यसलाई अनि गोलभेडालाई अचार बनाउने बेलामा कहिले पनि मसिनो पिस गरेर काटेर नबनाउनु दिनभरि पकाउँदैन पाक्दैन यसलाई 1/2 मात्रै हाफ जति हाफ गऱ्यो त्यति चाहिँ यसको भित्र चाहिँ सम्म ग्यास के अरे यो हाम्रो तातो गएर चाहिँ यो के भन्छ पक्लिन्छ फ्ल्याट हुन्छ अनि थकालीको अचारमा हामीले यसरी हाल्ने बेलामा प्लेटमा हाल्ने बेलामा बग्दैन नि त्यो फ्ल्याट्टै बस्छ नि हो ओइलको मात्रा अलिकति बढी हुन्छ 4-5 दिनलाई हप्ता दिनलाई हुन्छ हामीले बनाएको अचार त्यही भएर यसमा अझै पिनट सबभन्दा खतम जात अनि के अहिले त्यही पिनट हो अनि त्यो सबभन्दा खतम हो यतिको टेम्परेचरमा 2 घन्टामा स्पोइल हुन्छ अनि आज दिनभरि यहाँ राख्यो अनि मोमो गएन भने त्यही अचार भित्र राख्यो भोलि चलाएर यहीँ ल्याउँछ अनि चिसो तातो हेर्नु कस्तो अनब्यालेन्स भएको बिग्रिहाल्यो हो त्यसले गर्दाखेरि त्यो सबै बिग्रिन्छ त्यसले गर्दाखेरि टमाटोको अचारमा हामीले तिल पनि हाल्दैन अहिले के छ भने थोरै खर्चमा धेरै कमाउने हुनुपर्छ साउजीहरू लगानी कम खर्च कम के नाफा बढी त्यो कन्सेप्टमा जाने त्यो नहाल्दा नि मिठो हुन्छ र बिग्रिँदैन भन्दा किन हाल्नु पऱ्यो अनि तिखा स्वाद आउँछ फेरि टक्क लागेर स्वाद आउँछ हो त्यसले गर्दाखेरि यो चाहिँ त्यसरी बनाउने अहिले यसमा हामीले बनाउने होइन कि लसुन हाल्ने अनि अदुवामा यहाँ धेरै ठाउँमा अचारमा अदुवा र प्याज पनि हाल्छ यो पनि हाल्नु हुँदैन यसले पनि चाँडो बिगार्छ अनि अदुवा त अदुवाको इन्जाइमले यो सबैको फ्लेभर एउटै लिएर बस्छ
तपाईँको अदुवा र मिन्ट एउटै हो। मिन्टमा तपाईँ गोलभेडाको अचार यति बनाउनु 2टा पात मिन्ट हालिदिनु त गोलभेडा साइलेन्ट हुन्छ मिन्टमा बास्ना आउँछ नि हो। अदुवा त्यही हो अचारमा अदुवा यस्तो अचारमा अदुवा हाल्नु हुँदैन स्वाद ठ्याक्क भनेको जस्तो आउँदैन। अहिले तपाईँले अहिले भर्खर भोलि मोमो खाँदै थाहा भइहाल्छ अचार कस्तो हुँदो रहेछ भनेर हो। त्यसले गर्दाखेरि यसमा तपाईँको न मसला चाहिन्छ फेरि त्यसै मिठो हुन्छ अचार। यहाँ 12 थरी हाल्यो मिठो छैन म कहीँ खाँदैन। यहाँ मैले भात खाने लेक्सान रोड हाउस हो तर त्यो बाहेक म अरू कुनै रेस्टुरेन्ट भात खाँदैन। इटालियन कन्टिनेन्टल खाना मनपर्छ मलाई म त्यही खान्छु। म त्यही माथि यो मोमो खान्न यो अब पिज्जा खान्न भात खान्न आलु खान्न केही नै खान्न। त्यहाँ गएपछि पास्ता खान्न त्यो सलाडहरू खाने ग्रिल चिकन खाने माछा खाने ग्रिल त्यति हो त्यही मनपर्छ। त्यसले गर्दाखेरि अन्त मिठो हुन्थ्यो भने त मैले पनि खान्थेँ नि त। ऊ बिहान मात्र एउटा होटलको हाम्रो आफ्नै साथीको होटलबाट सलाड हालेको हेल्दी सलाड चाहिँ अब अन्डा 3 दिन अगाडि बोइल गरेको हालेको छ पिक्चरमै देखियो। सर यो नहाल्नु न बेजे हुन्छ यार साथीको भनेर भने हो मैले भनेर भनेको अनि मैले बनाएको सलाडहरू पठाइदिएँ त्यस्तो चाहिँ भयो भने हाल्नुपर्छ भनेर हो। त्यसले गर्दा तपाईँको त्यो चाहिँ सस्तोमा छिटो मिठो अहिलेको मान्छेलाई सस्तो छिटो मिठो सफा यति 3-4वटा काम भयो भने जे व्यापार गरे पनि चल्छ। अहिले हाम्रो कन्सेप्ट पनि त्यो साउजीहरू तपाईँहरू साउजीहरू धेरै आउनुहुन्छ अनि अब जस्तो यो अहिले यसमा पनि छ नि यो किमा गऱ्यो यसमा सोयाबिन मिसाउने अहिले काठमाडौँमा बिल्डिङ बनाएको छ नि सबै मह बेचेर सबै यसमा सोयाबिन मिसाएर 40% सोयाबिन मिसाउने 60% छाला र मासु हाल्ने। अनि चिकनको भित्र तैँले मासु मात्रै हालेको छैन यो सबै मिसाएको छ भनेर हामी खाने मान्छेले पनि पत्ता लगाउँदैन त्यो सोयाबिन हालेपछि। अनि अहिलेको मान्छे के चाहे सस्तो अब सोयाबिन खाए त मान्छे मरेको छैन नि त अहिलेसम्म हो। त्यसले गर्दाखेरि अनि भैँसीको किमा बनाउनु पऱ्यो भने तपाईँले सोयाबिन नहाल्दा हुँदै हुँदैन फाँस गनाउँछ भैँसी गनाउँछ है। अनि स्टार एनिस हाल्नु पऱ्यो त्यसमा भैँसीको किमा बनाउने बेलामा स्टार एनिसको पाउडर हाल्नु पऱ्यो दालचिनी गुलियो चिज आउने हाल्नु पऱ्यो फ्लेभर आउने चिज हाल्नु पऱ्यो नत्र भैँसी ठुवासै भैँसी गनाएको कसले खान्छ। अनि तपाईँको माबाउदामा खानु कस्तो स्वादिलो हुन्छ नि मोमो हामीले त्यो लोकल खाँदा अनि हामीले त्यही भैँसी किमा ल्याएर बनायो भने मोमो ठ्यास गनाउँछ हो। त्यही गर्दाखेरि सोपको धुलो हाल्नु पऱ्यो गुलियो हुन्छ सोपको धुलोले अनि स्टार एनिसले त्यसको फ्लेभर काटिदिन्छ भैँसी गनाउने अनि सिनामनले त्यसको फ्लेभर काटिदिन्छ अनि त्यस पछाडि त्यसमा ठ्याक्कै 50-50 गरेर हुन्छ मासु 50 त्यो 50 सोयाबिन अनि मासुमा मोलेपछि सोयाबिन मिसिएको जस्तै देखिँदैन। अनि त्यस पछाडि मासु पकाएर त्यो फक अनि खाने बेलामा भैँसी गनाउँदैन। हामीले त्यस्तै गरेर योभन्दा 21 वर्ष अगाडि भैँसीको मोमो मटन भनेर बेच्थ्यो खोइ कसले कम्प्लेन गरेन कसैले गरेन त्यही गरे हो यही हातले मैले हो ड्याङ भैँसी किमा ल्याउने सक्दिनँ खोइ त। यो हामीले अहिलेसम्म मैले पढेको म अझै पनि पढ्दैछु न्युट्रिसनको डक्टरको क्लास लिँदैछु अहिलेसम्म अध्ययन गरेको भनेको यो 30% काम 13% नाटक गरेर चलाउने कि इन्डस्ट्री 13% काम गर्ने 70% नाटक गर्ने नाटकमै चल्छ यो सबै नाटक। मैले अहिलेसम्म बुझेको म अहिलेसम्म पढाइरहेको अब म अब यो अर्को शुक्रबारको काठमाडौँमा बुक भइसक्यो भोलि टिकट पठाउँछ सर अन्त कहीँ नजानु भनिरहेको त्यहाँ पनि यही बोल्नु मात्रै जाने त्यहाँको फुडलाई थोरै क्वालिटी सुधार गर्ने के गर्दा चाहिँ ड्युरेबल बस्छ यो सबै कुरा भन्ने त्यति मात्रै गर्न जाने हो। त्यसले गर्दा हामीलाई के छ भने यो सस्तो मिठो छिटो सफा चाहियो। अब विदेश भने सफा त त्यसै हुनुपर्छ त्यो त जोड्नै पर्दैन। अहिले मिठो छिटो सस्तो यो 3टा चिजमा हामी ठ्याक्क डिपेन्ड भएर अगाडि बढ्यो भने व्यापार जेसुकै पनि चौपट चल्छ हो। त्यसले गर्दा तपाईँको यो लसुन हो चप नगरिकन त्यत्तिकै हाल्ने अचार बनाउने बेलामा टिमुरको दानै हालिदिने अनि त्यसपछि तपाईँको त्यो अचार बन्दै गर्दा अर्को काम भ्याइसक्छ सिमरिङ हिटमा सानो बनाएर राखिदिने अनि जति छिटो पकायो गोलभेडा त्यति हामी पाक्यो भनेर भन्छ नि ग्यास भर्र गर्छ अनि भर्र गरे पाक्यो भने निकाल्यो भोलि चाँडो बिग्रिने त्यही हुन्छ हो। त्यही भएर यो पढाउने बेलामा नि स्लो कुकिङ मेथड इज बेस्ट कुकिङ मेथड इन द वर्ल्ड भन्छ नि। हाम्रो घरमा आमाले मासु पकाउने बेलामा कि यत्रो 2 भाजी दाउरा हालेर पकाउँछ र त्यहीबाट सिक्यो हो त हामीले। अनि सानो तापमा अनि हाम्रो कुकहरूको दिमाग के हुँदैन भने भर्र गरेपछि छिटो पाक्छ भनेर त्यो हुँदैन। जे चिज पनि बिस्तारै गरेको चिज गरेर राम्रो। अनि त्यही भएर त्यो अचारलाई यहाँ बसालेर राखिदियो अहिले तपाईँले किमा सबै बनाएर भ्याउँदा त्यो अचार पाकिसक्यो ठत्ता पारेर त्यसलाई चलाउनु नि पर्दैन हिट बढाउनु नि पर्दैन घटाउनु नि पर्दैन सिमरिङमा पिल्ल गरेर राखिदियो। खगालीले बनाउने अचार त्यही त हो नि खगालीको अचारमा बेसार हाल्दैन त्यति हो। यो हरियो खुर्सानी ठाउँमा रातो खुर्सानी हालिदिने सुकेको खुर्सानी अनि त्यहाँ त्यो बाफले मजाले फतक्क गल्छ अनि त्यसपछि निकालेर भरेर पिस्ने बेलामा भयो। अहिले हेर्नु नि तपाईँले अहिले भक्क थाहा भइहाल्छ नि अचार कस्तो हुँदो रहेछ भनेर हो। त्यसले अहिले यहाँको अचार खानु कस्तो तिखा हुन्छ अनि बजारमा गएर अहिले ट्राई गर्नु मोमो हो तपाईँ फ्ल्यास एक गाँसभन्दा नाकमा हाल्नु सक्दैन हो। त्यसो गरी भएकै त्यही हो कि अहिले मैले यही चिज भनेर भिडियो बनाउँछु मलाई गाली गरेर बस्छ जान्नु पनि पऱ्यो नि त
जाने मान्छे त भिडियो बनाइहाल्छ नि बनाउँछ कराउँछ होइन मैले सबलाई भन्छु तिमीले जानेछ भने मसँग आउन डिबेट गर्नलाई म गरिदिउँला नि त के कुरा गर्नु पऱ्यो तर पछाडि ट्याङ्क्ल्याङ नगरा म भन्ने नै यही हो त्यसले गर्दा के छ भने अहिले पोखरामा यो स्न्याक्समा सलाड हाल्नुपर्छ भनेर मैले कतिवटा होटलमा हटाएको चिकन चिल्लीमा सलाडै नराख चाउमिनमा सलाड के हो त्यो बेकार बेजत मात्रै गर्ने कि अनि दिनभरिमा त्यसले कम्तीमा पनि 200-300 रुपियाँको भेजिटेबल फाल्छ त्यो वेस्टेज दिनमा 300 को फाल्यो भने 30 यहाँ 90-9,000 को त्यसले त एक महिनामा भेजिटेबल मात्रै फाल्छ नि अनि पैसा कहाँबाट बढाउँछ त साउले पैसा बढाउने आधार चाहिएन त्यो पनि त बताउनु पऱ्यो नि वेटरलाई पढाउनु पऱ्यो यो छ भनेर केले सोधे बेलामा हाम्रोमा यो नि छ नि सर यो चाहिँ तपाईँले सोचेको भन्दा राम्रो छ भने सेल गर्ने आइडियाहरू दिनु पऱ्यो सेप भनेर मात्रै हुँदैन नि त अहिले बाहिर गएर यो यहीँतिरको सलाड बनाउनलाई यसरी बनाउनु पर्छ भाइ यहाँ आऊ म भन्छु अनि किचन बनाऊ भने सेप बाहिर आउँदैन म त खाना तितै भयो भने मैले बनाएको खाना एकदम खत्तमै भयो भने बाहिर गएर नमस्ते गरिहाल्छु सर कस्तो खाना के हो जस्तो हो त्यतै भनिदिनु भयो उसले भनेको आफू सोधिन्छ हो त्यसले गर्दाखेरि के छ भने त्यो चिज गर्दाखेरि तपाईँ 3 जनाले खाएको एउटै चिज पनि अलग अलग ठाउँमा खाँदा अलग अलग स्वाद हुन्छ होइन त्यो तीनवटै कस्तो भयो त भने तपाईँहरूले एक्सपिरियन्स मलाई गेस्टले मलाई भनिदिएपछि 3 जनाले सुनायो नि त मैले पनि त्यही खाना बनाएको भन्दाखेरि कुन चाहिँले भनेको चाहिँ दामी भयो त त्यहाँको चाहिँ राम्रो रहेछ भने मैले त्यहाँ फलो गर्ने भन्ने चाहिँ हाम्रो सिद्धान्तै छैन मैले जाने यो भाते कहाँतिर खाएर आयो भाते कहाँ लाग्यो होला मैले अगाएर आयो होला अनि त्यसपछि ल खालि नेगेटिभ थट मात्रै दिमागमा त्यो भएपछि केही जान्दैन हो त्यसले गर्दाखेरि अब यो मोमोको अचारलाई काटेर पहिला काटो भाउ अनि त्यस पछाडि अनि यो किमालाई यो केलाएर निकाल्न नानी ल किमालाई निकाल्नु अनि त्यस पछाडि अचारलाई रेडी भएपछि अनि बल्ल बनाऊँ ल मासु बढी पऱ्यो फाइदा सोयाबिन हालेर सोयाबिन हाल्यो भने सस्तो अरे सस्तोको चाहिँ सोयाबिन हाल्छ सोयाबिन हालेको चिकन किमाको लागि मिठो कुन हुन्छ त्यो चिकन किमाको लागि मिठो र राम्रो कुन हुन्छ मिठो त प्योर त सोयाबिन नहालेकै हुन्छ त्यसो भए सोयाबिन नहाल मिठो त मासु नहालेको हुन्छ जहाँसुकै त्यही हो कि अहिले खोदन मोमो सबै त्यही हो कोसो नभएको छाला नभएको आँखा अगाडि बनाएर देखाएको भाइ अहिले भर्खर भन्नु यस्तो त्यसले भन्यो भने मेरो अगाडि बनाएर देखाउँछ भने अनि त्यही दाममा तिर्नु पर्छ फेरि अहिले फ्रोजनमा 50 रुपियाँ पाउँछ नि कस्टिङ गरेर 50 रुपियाँ कहाँबाट मोमो पाइन्छ अनि उसले भने जसरी मासु हाले त पाइँदै पाइँदैन भेजिटेबल सबै ट्याक्क मिलेर हाल्ने मिठो नि हुन्छ नि यो बसो पनि हालिदियो हजुर यो सबै हो यो किमाको लागि चिकन डायमन्ड पनि हो कुन यो सबै यो चिकन डायमन्ड भनेपछि यो चाहिँ जुसी हुन्छ भनेर हाल्ने यो हाल्ने होइन है ए हात त्यस्तो त भएन नि त्यो सबै हाम्रो मोमोको चटनी भिडियोमै हाल्ने त्यो गार्लिक पिरो धेरै पिरो भएन धेरैले खानु नि त पिरो मन परेन हल्का पिरो मात्र हामीले चाहिँ चटनीको लागि हो नि होइन हजुर यो टिमुरो यो टिमुर भयो यो गार्लिक भयो यो चिल्ली भयो टमाटो अब यसमा पहिले जिन्जर पनि एड गर्न मिल्छ पिन्चेले भनेको फिङ्गर पनि एड गर्न मिल्छ अनि हाम्रो सिसिमे सिड पनि एड गर्न मिल्छ तर हामीले एड गरिन्न नि होइन एड गऱ्यो भने चाहिँ कस्तो हुन्छ भनेपछि लङ टर्मसम्म स्टोर गर्न मिल्दैन बिग्रिन्छ चाँडो यति गराउनु भयो भने हप्ता 10 दिनसम्म मजाले चल्छ एड गरेर बनाउनु पऱ्यो मलाई होइन बनाएनै पाइयो पहिला ओइल इट गरे होइन
गर्ने गालीको हल्का भुट्ने यसलाई नडराल्ने है यसको फ्लेभरले अझै मिठो हुन्छ टमाटर चटनी यत्तिकै हाल्न कट्याङ हाल्न भन्दा यसलाई भुट्यो भने यसको फ्लेभरले त्यसले पहिला गालीको फ्लेभर लिन्छ नि त अझै मजाको टमाटर चटनी भन्छ अनि यो गाजरलाई चाहिँ सब गर्नु परेन पछि ग्राइन्ड गरिन्छ हजुर चप गरेर राख्न पनि मिल्छ त्यत्तिकै होल राख्न पनि मिल्छ आफूले यति ध्यान दिनु पऱ्यो केही पनि डढ्न भएन है डढे पनि केही पनि सिम्बु धेरै पनि हाल्नु यसको फ्लेभर स्ट्रङ हुन्छ जबसम्म टमाटर गल्दैन तबसम्म यसलाई पकाउने है छोपिदिने गाह्रो पाक्दै गर्छ यो पानी हाल्नु पर्दैन अलिकति थोरै पानी हाल्नुपर्छ फेरि थोरै है यति गर्ने तेल लाग्छ तेल अलिकति पुगेन थोरै तेल त्यो गर्नुपर्छ धेरै एमाउन्टमा त यस्तो फेरि लिक्विड बढी आउँछ नि त अब 96% वाटर भनेको त धेरै हो नि गोलबेडा त्यो पानी धेरै आउँदैन अहिले चाहिँ हो त्यो थोरै पकाउनु पऱ्यो भने चाहिँ हामीले यो थोरै पानी तल यहाँ भित्तामा मात्रै थोरै हालिदिने थोरै मात्रै हो भयो बढी पानी नै नहाल्ने अनि पानीको मात्रा कम तेलको मात्रा बढी भएपछि अगाडै दिँदैन तपाईँको सपिङ चाहिँ गर्ने तरिका पनि आउँछ होइन त्यहाँबाट पेस्टै हुन्छ नि होइन अर्को हुन्छ नि क्रसर पनि हुन्छ चपर भन्ने पनि हुन्छ चपरमा भयो पेस्ट बनाउनु भनेको त्यस्तै पेस्ट भयो भने चाहिँ अहिले पो तपाईँको अब 5 प्याज काट्नु पर्यो भने एक बोरा प्याज काट्नुपर्छ अनि त्यो समय सपर युज गऱ्यो भने चाहिँ छिटो छरितो हुन्छ अनि आफ्नो टाइम पनि सेभिङ हुन्छ स्टाइल बनाउँछ काटिनु पऱ्यो गरे पनि हुन्छ भित्र कहिले देख्छ र है
क्या 7-5 लाख पिठो यो किमालाई जोखेर 1 किलो होइन होइन किमा कति हाल्ने वेट 1 किलो चट्नीमा एड गऱ्यो भने अलिक बढी फ्लेभर आउँछ है अनि यस्तो गर्दा वेस्ट भयो नि हो त धोएर मजाले यसको डस्टहरू हालेर ए हुँदैछ नि होइन लास्टमा हाल्छ तपाईँ ब्लेन्ड गर्छु नि स्वादमा सब बला हाल्छु यसै हाल्यो भने चाहिँ कस्तो हुन्छ त्यो चिसो भयो नि पुरै गल्न पऱ्यो कि अब पाक्न लागिसक्यो यसलाई किमालाई रेडी गर्नु पऱ्यो फर एक्जाम्पल हामीले धेरै ठुलो बनायो 5 किलो बनायो त्यो दिन गर्ने भ्याइएन भने यसलाई फ्रिजमा राख्ने चाहिँ हुँदैन ए ल हाम्रो माया बहिनी पनि दामीसँग काट्नु हुँदो रहेछ यार प्रधान उता कोक लिएर आइसक्यो यार ल कोक सोक खाउँ है कोक आयो छिट्टै हो सुगर त छैन नि सरलाई ए मोमोको किमा अनि त्यस पछाडि नुन हालेँ मैले अनि यो प्याज अनि त्यस पछाडि यो काटेको धनियाँ अनि त्यस पछाडि यो हरियो प्याजको पाती उक्साइदिए भए अनि यो अदुवा लसुनको पेसी यो कुकहरूले संसारमा कहीँ पनि जोखेर हाल्दैन कि त्यो याद गर्नु पऱ्यो यो अनि सोया सस ल्याउनु पऱ्यो अनि यो मरिच चाहिँ तपाईँको यो ब्ल्याक व्हाइट पेपर हाल्छ धेरैले तर यसको जस्तो स्वाद व्हाइट पेपरको आउँदैन त्यसको लागि जहिले पनि तपाईँको यो चाहिँ तपाईँको के छ भने भर्खरको तरुणलाई पनि ठिक बुढा पिरै नखाने दाँत झरेकोलाई पनि ठिक अनि भर्खरको बच्चालाई पनि ठिक तपाईँले बनाएको मोमो 3वटा जेनेरेसनलाई मिल्ने मोमो यही हो त्यसको लागि यो चाहिँ मरिच चाहिँ के भन्छ खलमा कुट्ने हो तपाईँ मिक्सरमा पिस्यो भने यो कालो बढी आउँछ त्यो बोक्राको हुन्छ नि त्यो पोतो फलेको जस्तो भुस आउँछ नि त्यस्तो आउँछ त्यहाँ यसलाई कुट्ने सकेसम्म अनि यसलाई यो अनि त्यो अनि यो नुन हाल्यो कि नै अनि त्यस पछाडि यो सोया अनि यो अजिनामोटो अनि त्यसपछि यो कहिले त हो यो अजिनामोटोको ठाउँमा चाहिँ यो चिकन क्युब हाल्छ धेरैले यसले चाहिँ स्वाद मिठो बनाउँछ अनि यहाँ यो तेल तताको तेल अनि यसमा तेल हाले तिखर स्वादको आउँछ बटर हाले लाटो हुन्छ मोमो हो धेरैले के भन्छ ए मोमो हामी त बटर हालेर यस्तो दामी बनाउँछ हामी मोमो भन्छ नि तपाईँले बटर हालेको र तेल हालेको एकै ठाउँमा राखेर अलग अलग टेस्ट गर्नु तेल हालेको स्वाद बढी आउँछ तिखको स्वाद आउँछ बटरले लाटो बनाउँछ माइल्ड हो नि त त्यो त मुगलाई डिसहरूमा बनाउने ऊ हेर्नु त पहिलाको शेखहरूले खाने भनेर हो त्यसले गर्दाखेरि यसलाई चाहिँ के गर्ने तेलले नडराइकन आनन्दले हालिदिने यति यो लगभग 1.5 किलो छ होला किमा होइन 1 किलो किमामा लगभग तपाईँको 200 ml तेल हालिदिने र माडा अब ज्याम कि ज्याम
अरू केक पनि हाल्नु पर्दैन अनि कहिले कहिले फ्लेभर चेन्ज गर्नु पऱ्यो भने दार्जिलिङ स्टाइलको त्यो मोमो फेरि त्यहाँ चल्दैन होला किन चल्दैन भने गोरेलाई अदुवाको फ्लेभर मन पर्दैन दार्जिलिङ स्टाइल मोमोमा चाहिँ गार्लिक नहाल्ने अदुवा मात्रै हाल्ने हो यही मोमोको के अरे तपाईँको उसमा त्यो चिकन स्टाइल पाउडर पनि आउँछ त्यसमा पनि होइन हालिदिनु सबै मार्दा कहाँ जान्छ ल यस्तो जुस हुनु पऱ्यो अहिले मोमो पकाउने बेला पनि झप्प परेर जुस आउँछ पोट पोल्नु पऱ्यो नि त हो त्यही भएर अस्ति मोमो काटेर खायो भने मुखमा पड्काइदियो हुन्छ भनेको पुरा भाइरल भइरहेको होइन चम्चै सुत्त मुखमा भुत्तै छिर्ने गरी हान्दै हुन्छ भनेर भनेको होइन अब जे साँचो कुरो बोल्दा अब सबैले गाली गरेर बस अनि पैसा तिरेर खाएको अब जे गरी खायो नि खान्छ तँलाई के मतलब भन्छ कहिले कहिले के भन्छ अनि यो जति माऱ्यो नि त्यति राम्रो हुन्छ फेरि मलाई दामी हुनु पऱ्यो अनि यो लेस सिनुपर्छ भन्छ कि च्याल च्याल परेको जेली हुनु पऱ्यो यो बल्ल मिठो हुन्छ यो होइन त रसिलो अहिले चप्प मुखमा खाम जस्तो भइसक्यो हुन त आर्के लाल बनाएर चाहिँ सबै यस्तै हुन्छ है अलिक धेर हुने कि है कहिले कहिले बोल्दा बोल्दा धेरै जान्छ फेरि फुत्किहाल्छ हो हाम्रो अहिलेको नयाँ मास्टर साहब अहिले त्यो मसला हाल्यो भने त तपाईँ सिद्धि गर्ने जिरा धनिया अब त्यो त कान छुनै हुँदैन त्यो हात पनि फेरि त्यस्तो कि एकचोटि हालेपछि हाल्नै नपर्ने एकचोटि हालेपछि हात नै नपर्ने के बनायो हात आमा मारम एकचोटि हालेपछि पुरै ठ्याक्कै मिलाएर अझै प्याज कम भएछ मासु देख्यो त्यो काटेर हालिदिनु न यो पनि काटेर हालिदिनु नि तासमा त म एकछिनमा तासिहाल्छु नि हो त्यही भएर तपाईँको तेल खाएर अहिलेसम्म संसारमा मान्छे मरेको छैन अहिले माडवारीमा गएर तपाईँहरूले पनि खानुभयो होला नि त्यो समोसा सबै त्यो मिठाई फ्राई गरेर दुनियाँ फ्राई गरेर बचेको तेलले बनाउँदो त्यो भित्रको मिक्सचर अनि खानु त हामीले मजा लिएर खायो त्यही भएर म कहिले नै खान्न म बरु भोकै हिँड्छु 2 बोतल पानी खाएर म खाँदै हान्छु हो त्यतिको चाहिँ हुनु पऱ्यो सिंगल त हामी सिंगल उठिरहेको म अहिलेसम्म सिङ्गल हो अब योभन्दा 21 वर्ष अगाडि भोटेलाई छोरीले छोरी मागेर दिन्छ 21 वर्ष अगाडि त्यही बिहा भएको छैन भनेको भागेर आएको अनि बिहा गरेको छैन सही हो भागेर आइ बिहा गरेको छैन हो यस्तो जेली लेसी नै हुनु पऱ्यो जब तपाईँ लेसी भएपछि किमा मिठो हुन्छ अरू मोमो मसला त्यो मोमो मसला तपाईँले हामीले खाएको मोमो याद गर्नु भोलि हामीले बनाएको यहीँ बनाएको मोमो खानु र अनि त्यस पछाडि भट्टीमा मोमो खानु र अरू रेस्टुरेन्टमा मोमो खानु तपाईँलाई मोमो घरमा जाँदासम्म गनाउँछ त्यो हामीले खाएको अहिले भर्खर पच्छ त्यो मसला ढ्याउवा मोमो गनाउँछ नि हो त्यस्तो हो एकदम बोको बनाएको हुन्छ नि हो एक दिन बस्न खाएको बोक्कै रातभरि बोक गर्न थाक्यो हजुर नमस्ते हजुर त्यो नगनाउने तरिका सिकाउनु पर्यो होइन त्यो बोकोले खाएर गनाएको होला है हजुर नमस्कार हजुर कति राम्रो तपाईँ आमा म त नदेख्दै राम्रो देखेँ त तपाईँलाई तपाईँ चाहिँ कुन ठाउँबाट भन्नु त ए यहीँ त न हौ ए ल कसको लागि हो दिदी दिदी हो कि बहिनी हो कि दिदी ए भने बाबु भने दिदी पर अनि माइतीको कहाँबाट याद आएर फोन गर्नुभयो त आज पोखराको सिर्जना चोकमा दिदी हजुर ए यहीँबाट ल भोलि आउनुहोस्
दियाउँदै ट्याक्क पारेर माला ठिक पारेर आइहाल्छ या तेरिका मामा कहाँ आएपछि भान्जा त उठ्छ भात भुर्रै उडिहाल्यो नि मात्रै होइन नि माइतीमा त फ्याट्टै आइहाल्नुपर्छ दिदी त्यस्तो गर्नुहुन्न माइतीमा त आइहाल्नु पर्छ फ्याट्टै आइहाल्ने छुट्टै अलग अलग सबभन्दा धेरै छ अहिले होस्टेलमा यहाँ पढ्नेहरू अहिले लगभग 30 जना पुग्ला होला 30 जना होस्टेलमा ऊ अहिले भर्खर मोरङ पत्थरीबाट अघि बिहान मात्रै नेपालगञ्जबाट भर्खर मात्रै भिडियो हालेको होइन अहिले भर्खरको हेर्नु भएको छैन बोलेर आउँथ्यो एउटा अनि बिहान मुसे खोइ त्यो पिठो थियो नि उसको बनाएको होइन बिहान त्यो लिएर आउनु त्यो पनि नहल्लाइकन लिएर है अनि तपाईँको के छ भने यो बुढा पाका ठिटा ठ्याक लाग्यो नि त ठ्याक लाग्यो नि होइन अनि जस्तोलाई पनि हुन्छ यो तरुणलाई पनि यही मामा ठिक हुन्छ भुरालाई पनि ठिक हुन्छ बुढा दाँत झरेकोलाई पनि ठिक हुन्छ गोरेलाई पनि ठिक हुन्छ अस्ति गोरेलाई सिकाएको 2टा गोरेको आमा छोरीलाई अनि अझ सम्भव भयो भने त्यो टर्किसवाला मान्थी बनाउन सिकाउँछु भोलि त्यो दहीको झोलवाला मामा त्यो त बबाल छ टर्किस मान्थी हो त्यो नर्किस मान्थी त्यो मामा चाहिँ बबाल छ अस्ति गोरिनीलाई त्यो बनाएर खुवाएको दिस इज फर्स्ट टाइम इन नेपाल जस्तो आरके हस्पिटालिटी भनेको उहाँ पऱ्यो दुम्बा म इङ्ग्लिस त्यति बोल्न आउँदैन अलिअलि बोल्न आउने भ्ल्याट हान्दिने उहाँ परिहाल्ने होइन फर्र बोल्नै आउनुपर्छ नि जति चाहिने त्यति बोल्दै भइहाल्यो नि बुझे भयो अब मार्सी धानको चामल हाम्रो नेपालको पहिला प्रेसिडेन्टले खाएर भाइरल भएको चामल हो एकदम एक्सपेन्सिभ छ यो भनेर ट्याक्क मार्सी धानको चामल पकाएर लट्ट भात खाइदिएपछि त अनि अन्डरफुल भनिहाल्छ सिद्धि र अनि होइन त्यो बिहान मुसेकोवाला हो त्यो त्यो चाहिँ हेर्नु लागेको मलाई यता फोहोर गरे के पुग्यो यस्तो फोहोर राइट फोहोर गर्ने हो हुँदैन अनि के उद्धार गर्ने त्यो नहल्लाइ ल्याउनु नानी हो त्यो ल्याउ बसेँ है यहाँ तलदेखि यो छ नि सेतो भाग हो यसको मात्रै हो त्यो पत्ता बनाउने यो माथिको पानी सब फाल्नुपर्छ लाफिङको लागि अनि यो बोलमा राखेको त्यसरी छुटिन्छ नि तल हो यो पितको मात्रै यो माथिको पानी एउटा पनि हुँदैन यो पानी तपाईँ पार्यो भने यो बन्दै बन्दैन त्यही भएर यसलाई चाहिँ मुसेर कम्तीमा आधै चलाउनु पऱ्यो नि 8 घन्टा 8 घन्टा यसरी पानीमा भिजाएर यतिखेर हाल्नु पऱ्यो अनि यो वाटर ठिक्रिन्छ फ्लोट हुन्छ माथि अनि त्यो फालिदिने त्यो फालेपछि तलको मात्रै कलर हालेर अनि घोलेर अनि बनाउने हो अनि मैलाको सब पढेको अनुसार डक्टर साहब हुन्छ मैलाको सबभन्दा बेकार चिज जुन हुन्छ त्यसको लागि भन्छ अनि जुन प्रोटिन हुन्छ नि भित्रको हो त्यो अहिले यति आउँछ यसको त्यो चाहिँ दामी हो त्यो चाहिँ दामी त्यो जुन सेतो छ हाम्रो पेटमा गएर के अरे बटार्ने के लेसिने भन्ने यो सेतो जुन यही सेतोको चाहिँ लाभिङ भन्छ मात्रै चाहिन्छ यसरी डुब्ने गरी हालिदिनु पऱ्यो चिलपिल हुने भोले पनि ल्याउँदा हिजो भोले सिधै पिठोमा हालेर भन पहिला हो यसलाई राजेन्द्र महत्त्वको नाति हो कि खराइको एक मधेस एक प्रदेश चाहियो भनेको नाति यसरी चलाउनु यो ठुलो भएर चलाउनु बिस्तार चलाउनु पर्थ्यो जति साह्रो त्यति राम्रो हुन्थ्यो अनि यो सेतो आउँछ हो खोइ त ल्याउँदा हो लास्टमा यो बन्छ पहिलोमा डल्लो बन्यो दोस्रोमा त्यो बन्छ अनि तेस्रोमा छानेपछि यो बन्छ अनि यो चाहिँ यस्तो घोल अहिले हिजो भोलि तल बसेको चाहिँ यो अनि यो तल यो त स्टिममा हाल्यो यसलाई स्टिम गर्ने हो यसलाई यता बिस्तारै त्यही भएर आजलाई तपाईँ भोलिलाई लाफिङ निकाल्ने दिनभरि पत्ता निकाल्ने 3 दिनलाई त्यही बेच्ने बिग्रिँदैन केही पनि हुँदैन चिलामा राख्ने निकाल्ने सरसम्मतिको 1 महिना बिग्रिँदैन लाफिङ गर्छ चिल्ली भयो त घ्याट घ्याट अनि लाफिङलाई चाहिँ फ्युजन गरिदिने कि अब के अरे कोहीमा अन्डा अमलेट बनाएर हालिदिने होइन कोहीमा चाउचाउ अन्डा होइन त्यो चाउचाउ अन्डा त मिक्स दामी हुन्छ नि त अनि यहाँ
अलिकति टेस्टलाई बढाइदियो भने अनि मान्छेले मन पर्दैन त्यहाँको त्यो लाभ दिन्छ भन्ने हुन्छ खाने दुम्बालाई त भित्र के फिलिङ्स हालेर मिठो स्वाद दियो नि त्यति नै आफ्नो टेस्ट चल्ने हो कि अब अर्काले त्यही हालेछ मैले यो हाल्नु कहीँ ल्यायो भनेर नि दुनियाँमा कहाँ ल्यायो भने कसले के गर्यो गरेर मात्रै हेरेर नि आफूले के गर्ने भने हो त्यति बुझ्यो भने तपाईँको लाभिङ बवाल यस्तो हुन्छ पौडेर होइन यसलाई स्टोर गर्नु पऱ्यो कम्तीमा 8 घन्टा चाहिन्छ स्टोर स्टोर गरेपछि यसको पानी पनि माथि नआउँछ अनि यो फ्लोरको डेन्सिटी यो सकिन्छ तल हुन्छ पुरै सक्नु पऱ्यो यो मार्दै सक्नु पऱ्यो यो मार्दा सकिन्छ अनि यसको भित्रको जाली त्यो स्टिम गरेको लिएर आउँदा यो त त्यस्तो भयो त्यही भएर त मैले खान्न नि कलर पनि स्टोर मेजर होइन लेमन येल्लो कलर बेकरी प्रयोग गर्ने केको प्रयोग गर्ने कलर हो अस्ति एउटा बहिनीले मलाई त यस्तो प्रोसेस योलाई सानो प्रोसेस छैन स्पिड प्रोसेस त्यो हुँदैन यो चाहिँ मैदाको सबभन्दा राम्रो चिज हो मैदाको सबभन्दा राम्रो चिज यो तपाईँ हाल्नु नि यो त्यो भित्र हाल्नुपर्छ अब यो मैदाको बेकार चिज यो त्यो तल हो यो तल यति आउँछ त्यत्रो मार्दाखेरि त्यति अनि यसलाई चाहिँ आधा राखेर यत्तिकै फ्रिजमा राखेर रातभरि फ्रिजमा राखेर स्टिम गऱ्यो भने त्यत्तिकै पनि हुन्छ नत्र थोरै टिस्टा हाल्ने नुन हाल्ने अनि मजाले मार्ने अनि एकछिन रेस्ट दिने भक्क फुल्छ अनि मोमोको हामा 15-20 मिनट स्टिम गर्ने अनि यो भक्क पर्छ जाली जस्तो हुन्छ हो यो चाहिँ मैदाको बेकार चिज हो यो बन्ने यसलाई मेहनत यस्तो हुन्छ खाने बेलामा लाभिङ भन्छ मान्छेले यस्तो यस्तो मार्दा भन्ने भने सबै हातको मैला जति सबै अब तराईको मनिषीको हातको मैला हामीले हानी भयो त्यही बेच हातकै टोइलेट गएर डक्टर साहब त्यस्तो नगर्नु नि गर्नु डक्टर साहब चाहिँ झ्याप्पै बोलिहाल्ने सेट बडा हो यति गर्नुपर्छ यो अनि यही भएर अहिले चाहिँ यो यताको इन्स्टिट्युटले त कसैले हिम्मतै गर्दैन यो बनाउन त्यो जान्दैन अनि हाम्रो महँगो भयो भने जहाँसुकै टुल्छ अनि फेरि यही आउँछ नडुबिकन आएको अनि साउजीहरूले त जाने बेलामा थपिदिनु भन्नुभएको हो र ठुलो हो तपाईँले कसले होइन जाने बेलामा थपिदिनु पर्छ अलिअलि भन्ने सुनेर मैले तन्तिर आउने बेला आर्केसरको बेला बेला जोक छान्ने हो आकर्षक अल्छी लाग्ला ओके हामी पढ्न गयो सरले पढाउँदाखेरि पुरा नितो थियो कि ट्याक्क सुन्ने हुनु पऱ्यो नि त भनेको होइन त्यो शब्दहरू पनि बाँकी अलिक डर हो त्यति नगरी हुँदैन के अन्त होइन त्यो एउटा कला पनि ल ऊ अघि नै आफ्नै मेरो दिदी भनेको भान्जा लिएर आउनु भनेको भोलि पर्सिको दिन आउँछ बोल्नु जानेन भने अब आउँदै आउँदैन ल मालपछि म फुलमाला लिएर बस्छु ल कहाँ स्वागत गर्न भन्दै सक्छु फेरि बसी बस्नु मेरो दिदी भान्जा आइदियो यहाँ फेरि हाम्रो अङ्कल फेरि उडानमा 5 पढाएको थियो ए भुतु ए योभन्दा अगाडि धेरै नै अगाडि 14 साल ए योभन्दा अगाडि त फेरि अर्को नेपाली दाइ थियो भन्दा के 20 वर्ष अहिले त विष्णु बराल दुईटैको चोटि पिछे हुन्न र सुनाउन हाने नेपालीको ब्रेन यस्तो पछि परेको यस्तो यो काटेको चाहिँ यस्तो काटेको दुईतिर ब्रेन हुन्छ नि यस्तो यस्तो होइन यो ब्रेन यस्तो हुँदैन है हो यो हाम्रो ब्रेन चाहिँ के हो भने यो सिधा यस्तो हुनुपर्ने यो र यो चाहिँ जोड्यो अरे कि यस्तो भयो अरे यो काटेको चाहिँ यता फर्क्यो अरे क्या त्यही भएर बुद्धि सबै कुरामा उल्टो हुन्छ अरे हो त्यस्तो भयो अरे क्या त्यही भएर उत्पन्नको कुरामा नेपाली अगाडि हुन्छ नि याद गर्नुभएको छ सबैको ब्रेन त्यही होइन ब्रेन त होइन खैरेको नि होइन खैरेको त बुद्धि पुऱ्याउँछ नि त मैले पढेको चाहिँ अहिले के छ भने यो हामी चाहिँ धेरै सोचेर डिसिसन गर्छ नि हाम्रो यो ब्रेनको न्युरोन चाहिँ केटा मान्छेको कनेक्सन गरेको हुँदैन अरे के छोरी मान्छेको चाहिँ कनेक्सन हुन्छ अरे क्विक डिसिसन गर्ने ल पर्या चाहिँ भर्खर छोडिदिन्छ नि हामी चाहिँ के हो किन छोड्यो मलाई यसले मैले केही गरेको छैन तनाएको ऊ अर्को लिएर हिँडिसक्यो होइन हामीले चाहिँ कुरा सोचेर डिसिसन गर्छ नि होइन ऊ ठ्याक्क छोडिहाल्ने कि क्विक डिसिसन गर्ने अनि अलिकति के भन्नु त घरकै बुढी पनि बुझ्छ होला त्यहाँ रोएर समाधान त हुँदैन फ्यास रोइदियो सिद्धि होइन हाम्रो त आँस खोज्दैन नि त हो त्यसले गर्दाखेरि यस्तो चिज एउटा चिजहरू धेरै पर्छ कि नदेखाएपछि कसरी विश्वास गर्ने अहिले भनाइ मात्रै गरे धेरै फरक हुन्छ अहिले भन्ने बेला सामान्य अस्ति एउटा ए म त लाभिङ त आउँछ भने यहाँ पैसा मुनि लगाएको कति साह्रो हो पिठो भन्छ ल आउँछ अरे बनाउन पिठो कति साह्रो भन्छ के बनाएको
चामलको पिठोको मोमो बनाइदिएर 80 लाख बोरिङले मलाई 3000 डलरको चिज दिएछ मलाई मोमो खानु मन लाग्यो तर पिठो मैदा नखाने कसरी बनाउँछ दिमाग लगाइहाल्यो लाख बनाइदिएको चामल पिठो राइसको होइन ठिक्क छ त्यो मैले सिक्नुपर्छ कि मोलेर चाहिँ यसको तल गरेर पानी ठिक्ने रहेछ कि होइन too complicated रहेछ महँगो भन्छ नि आई थिङ्क इट्स वर्थ इट त्यो हुन्छ नि प्रोसेसलाई हेर्दा प्रोसेस त छैन त यसमा कुनै प्रोसेसै छैन कि त्यस्तो नै किन्न पाइन सक्छ त्यो होला किन्न पनि पाइन त्यस्तो लाफिङको सिट मात्रै कति मान्छे हुन्छ त्यो अब आफैले गरौँ नि किन्न भन्दा त होइन अदुवा हाल्नु पर्दैन होइन जिरा धनियाँ त केही नै हाल्नु पर्दैन नुन हाल्नु होइन ओके ओके अजिनोमोटो यो चाहिँ रोजमेरी त्यो अजिनोमोटो पनि हालिदिनु त्यसमा मा हाल्ने चिजहरू बनाउँदै हो नि होइन लसुन थिचेर त्यो काँचै हाल्दै नि हो काँचै हो हाल्ने ए ओके भातै नहाल्ने भित्र फिलिङमा गर्छौँ नि ससलाई यहाँ हालेर बनाउनु छुट्टै हुन्छ यसमा के हाल्नु यसमा यही मसला यही आइटम हालेको अहिले हाल्नुहुन्छ अहिले सेलो फेरि हाल्नु अझै हाल्नु न अझै हाल्नु गार्लिक पनि निकालेँ यहाँ खै चिल्ली ओइल पहिला गार्लिक हाल्ने यसरी गार्लिक अनि गार्लिक हालेपछि तपाईँको यो प्याज काटेको प्याज हाल्ने काटेको प्याज हाल तिम्रो हाल्ने अनि यो धनियाँ थोरै हो धनियाँ यो लाफिङको सस हो अनि त्यो चिल्ली सँगै हाल्यो अनि यो चिल्लीको पाउडर खुर्सानीलाई पिस्ने अनि तिल अनि यो सिसमी पाउडर तिललाई भुटेर पिसेको टिमुर धुलो अनि यो टिमुरको धुलो हो टिमुरको धुलो भयो अनि काश्मिरी मिर्चकै धुलो हो आधी हाल्यो हो यो चाहिँ रातो खोर्सानीको धुलो हाल अझै झ्यापै 2 चम्चा हाल बस हो रातो खोर्सानीको धुलो यो यति हाल्नुपर्छ दाइ हवस् अनि टेस्टिङ पाउडर यहाँ टेस्टिङ पाउडर यो अनि मरिच थोरै नुन थोरै हो अनि मरिचको धुलो थोरै यत्रो थरी हाल्नुपर्छ बल्ल मिठो हुन्छ गुड त्यो ताते थियो
अनि यो छोप हाल के हो नि यो चाहिँ यो तिलको पाउडर सेसमी पाउडर अनि यो चाहिँ मैले बनाएको छोप हो यो छोपको भिडियो बनाएर पठाउँछु म तपाईँलाई यसलाई मिक्स गर मिक्स गऱ्यो अब यसलाई सबलाई मिक्स गर्ने यसरी बस अनि तेल हालेपछि चिल्ली ओइल हुन्छ लाफिङको वा भेरी नाइस कस्तो राम्रो आमा हो हला 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 हो यसरी तातेको तेल यसरी हालिदिने झमै हाल न हो ल माथि छोप्यो छोप्यो नतल नतल हो छोप्यो त्यसको रङ उठ्छ फेरि हो यसरी छोप्नुपर्छ बसाएको त्यो हस्को फेरि उठ्छ क्या फेरि त्यो बन्द गरेपछि त्यहीँ जम्मा भएर बस्छ नि त त्यो पनि कलाई हो नारिकल लामाको भन्नु हुँदैन ल यसलाई हिजोको होइन यो हो गरेर आयो ल यसलाई हालिदियो हो हालिदिनु हालिदिनु त्यो हिजो भिडियो बनाउनु मिस्टेक गरेर राखिदिएको खै हुइस्को हुइस्ले खाएको होला हो गल 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 स्वाइ 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 मिक्स हुइस्को आयो बस हुइस्ले भन हुइस्को सजिलो हो तेल अलिकति हाल तेल पुगेन तेल पुगेन अनि यो हाले पछाडि कालो हुन्छ यो हो यो चाहिँ यसरी झ्याप्पा हाल्नु त्यो चाहिँ मेरो मसला मैले बनाएको मेरो मसला होइन मैले बनाएको नाम भन्थ्यो तेरो के हो सेफ हो कि होइन भन्थ्यो मेरो नाम चाहिँ रिमल लामा हो यो सानो दुम्बा यो गार्लिकको पानी हालेपछि त्यसै मिठो हुन्छ लायो अर्को हालेसम्म चाहिँ सोया हाल्ने अमिल धेरै आउनु हुँदैन तिनतिर आउनु पऱ्यो नुन लाछ है ट्वाक ला यो लफिङको चाहिँ नि उतापट्टिको त्यो रोटीहरू बनिसक्यो खाने होइन यो अब यसमा बेर्ने हो यो यसको चाहिँ अदुवा लसुन पेस्ट पनि अलिअलि यसो नाटक गऱ्यो भने झन् मिठो हुन्छ काँचो यसो ल्याटी पेट गर्ने अनि तेल उयो लगाउने चिल्ली भयो ख्याट दल्ने अनि त्यस पछाडि अब कुन मिडिया हो यो अस्ति एउटाले भन्दै थियो कुन चाहिँ नेपाल टप हो कि के हो युकेको मिडियाले इन्टरभ्यूको लागि समय दिनु पाइएन भटाभट आइहाल लाफिङ निकाल बिस्तार निकाल भर्खर तातो भएर हो कि ल दाजा यसरी पहिला लाफिङको पत्ता यसरी ओछ्याउने अनि अदुवा लसुन पेस्ट नाटक अदुवा लसुन पेस्ट नाटक यो अदुवा लसुन पेस्ट यसरी हो अलिअलि मात्रै हो अलिअलि नाटक यो नाटक गर्दै डाडुले सस हाल्दै घोल गरेर लास्टमा बच्यो भने म खान्छु हो ल जहाँसुकै हो यो लाफिङको सस यसरी दल्ने जहाँसुकै हो दल पारा ल्यायो यार हाम्रो भैया सेवले पारा ल्यायो है त्यस्तो भिडियोमा त्यस्तो भन्नु हुँदैन नि के भने ए यहाँ मात्रै सर हो अलिअलि मात्रै थोरै धेरै भयो अलिक कम हो यसरी प्याज राख्नु त सस लगाएपछि प्याज लगाउने हो चाउचाउ चाउचाउ झ्याप्पा आएर चाउचाउ टिपेर एक मुठी हो चाउचाउ यसरी राख्ने सरबार चाउचाउ हो अलि धेरै राख चाउचाउ भप्पा राख्नुपर्छ हो अझै पुगेन चाउचाउ हो हरियो प्याज धनियाँ राख हरियो प्याज धनियाँ हो हरियो प्याज धनियाँ चट्ट पार फास्ट छिटो हो अब ग्लुटिन राख हो भयो धेरै घाँस भात धेरै भयो हो यो राख ग्लुटिन राख हो ट्याक्क पार हो च्याट्ट पार हो ट्याक यसरी दाइ यसरी बनाउने है ठुल दाइ लाफिङ ट्याक्क पारेर हो ल अब त्यो माथि अलिअलि सस ट्याप चुहाइदियो अब हो
अलि अलि पुता पुगेन हो यसरी बस अब रोल गर फ्याट रोल गर हो यसरी रोल गर्ने खोल्दै यसरी बनाउनुहोस् लाफिङ हो च्याप्दियो हो रोल गरेर त्यहीँ खुम्टाइदियो दोबारिदियो हो दोबारिदियो हो घुमाइदियो घुमाए दुम्बाले घुमाए हो दुम्बाले ओइ बस आमा अझै घुमा गुड बहुत अच्छा माल बना दिया यसरी बनाउनु दाइ अनि यसलाई ग्र्याप काट्ने अब ग्र्याप काट्ने अब यसलाई ग्र्याप काट्ने हो त्यसलाई ग्र्यापै हो फेरि ग्र्यापै ग्र्याप हो यसरी काट्ने हो झ्यापै ग्र्याप करेक्ट कराउँछौ आमामा करेक्ट हट गुड यो बोलमा हाल बिस्तारै हेर्ने मान्छेलाई इन्ट्रेस्टिङ हो कस्तो बनाउनु लाग्यो वा दामी बनाउँछ के हो खतरामा चाहिँ के हो भन्दा फेरि त्यहाँ आइसक्छ है त्यसले त्यो कल्पना गर्दा त्यो फ्याटै आइसक्छ अलिक छेउमा हाल्नुपर्छ अलिक दोबारा सही हुन्छ अब यही मनपर्छ त के अन्त अब नेपालीलाई यही मनपर्छ यही खुवाउने हो त्यसलाई हो त्यस्तै रोल गर्नु न कहाँबाट जाने कि बस खाएन अहिले यतिको लाग्यो त अस्ट्रेलियामा पसल त्यो शेर्पाले पनि बनाउँदैन खाने दुम्बा टोली कहाँ गयो ड्राई खानु हो ड्राई खानु हो त्यतिकै के त्यहाँबाट टिपेर हो नाक कसले हुन्छ यो हो ड्राई